सिक्किममा अड एन्ड इभन नम्बरको नियम जुन गाडीहरूमा लगाएको थियो त्यो हटेको छ। हजुर तपाईहरु सबै ठिकै सुन्नुहुँदैछ। आज होम डिपार्टमेन्ट गभर्नमेन्ट अफ सिक्किमले निकालेको नोटिफिकेसन अनुसार है अड एन्ड इभन नियम जुन गाडीहरूमा लगाइएको थियो सिक्किममा हटेको छ। तर गान्तोकमा चाहिँ त्यो पहिला जस्तो थियो त्यस्तै रहनेछ। गान्तोक भित्र चाहिँ जुन चाहिँ अड एन्ड इभन है नम्बरको नियमहरू जुन पहिला थियो त्यो त्यसै रहनेछ र गान्तोकदेखि बाहिर अरू डिस्ट्रिक्टहरूमा है हटेको छ भन्ने कुरा यस नोटिफिकेसनमा भनिएको छ। अहिले सिक्किममा पेट्रोल अनि डिजलको है स्टक पर्याप्त छ भनेर भनिएको छ। त्यसै कारणले यो अड एन्ड इभन नम्बरको नियम जुन छ यसलाई हटाइएको भनेर भनिएको छ यस नोटिफिकेसनमा। र अर्को कुरा के भनेको छ भन्दा तर गभर्नमेन्ट भेहिकलहरू जति पनि छ है गभर्नमेन्ट गाडीहरू जति पनि छ र अस्ति जुन नियम थियो गभर्नमेन्ट गाडीहरूलाई छुट्टीको दिन नचलाउने जतासुकै नलाने भन्ने त्यो नियम जस्तो थियो पहिला त्यस्तै रहन्छ भनेर भनिएको छ।